आज चाहिँ मैले हेल्दी खाजा बनाउँदैछु। त्यसको लागि चाहिँ मैले ड्राई फ्रुटहरू लिएँ। ड्राई फ्रुटमा मैले काजु, किसमिस र बदाम लिएको छु। अनि सुजी चाहिँ बच्चाहरूको लागि धेरै राम्रो, किनभने त्यसले वेट गेन पनि गराउँछ र खाना पनि मिठो हुन्छ। मेरो बेबीले चाहिँ एकदमै मिठो मानेर खाइदिन्छ र मलाई खुसी लाग्छ सुजी बनाउन। उसले चाहिँ सुजी बनाएर पठाएको दिन चाहिँ सबै खाएर आएको हुन्छ। त्यसैले मैले आज आफूले जानेको कुराहरू हजुरमा नि सेयर गर्न चाहेँ र सुजी बनाउँदाखेरि चाहिँ यो तरिकाले बनाउनु भयो भने एकदमै मिठो हुन्छ। मैले चाहिँ सुजी बनाउँदा जहिले पनि घिउ नै राख्छु, किनभने घिउ चाहिँ वेट गेन पनि गर्छ र बच्चाहरूको लागि पनि हेल्दी हुन्छ। र सुजी बनाउनको लागि घिउ नै प्रयोग गर्दा धेरै राम्रो हुन्छ तेलभन्दा। अब मैले त्यसमा सुजी एड गरेँ। सुजी एड गरेपछि सुजीलाई एकछिन चलाएँ राम्रोसँग। त्यसपछि मैले पछि ड्राई फ्रुट राख्छु, किनकि ड्राई फ्रुट जल्यो भने मलाई मन पर्दैन। र अनि मैले ड्राई फ्रुट राखिसकेपछि मजाले ब्राउन हुने गरेर चलाउँछु। एकदमै राम्रोसँग मिल्यो र ब्राउन भयो भने धेरै राम्रो देखिन्छ सुजी पनि, र बच्चाहरूलाई पनि खानलाई मिठो मानेर खान्छन्। अब मैले मजाले चलाइरहेको छु। सुजी चलाइसकेपछि मैले चाहिँ बच्चाहरूको लागि चिनी चाहिँ एकदमै राम्रो नहुने हुनाले चाहिँ मैले बच्चाहरूलाई बनाउँदाखेरि चाहिँ गुड युज गर्छु। गुड चाहिँ बच्चाको लागि एकदमै हेल्दी हुन्छ। गुड राख्दाखेरि ब्राउन कलर पनि आउँछ, देख्दा पनि राम्रो देखिन्छ र बच्चाहरूलाई पनि हेल्दी हुनाले मैले गुड नै युज गर्छु। आफूलाई बनाउने बेला चाहिँ म चिनी युज गर्छु र बच्चाहरूलाई बनाउने बेला चाहिँ मैले गुड नै युज गर्छु, किनभने उनीहरूलाई हेल्दी पनि हुने भयो र साइड इफेक्ट पनि गर्ने भएन। त्यसैले मैले एकदमै राम्रोसँग ब्राउन गरेर चलाएँ। त्यसपछि त्यसमा थोरै मैले पानी एड गर्छु र मलाई चाहिँ सुजी चाहिँ अलि ड्राई नै राम्रो लाग्छ, किनकि त्यो गिलो भयो भने मलाई अर्कै मान्छु, खाना चाहिँ मिठो लाग्दैन। त्यही भएर मैले सुजी चाहिँ अलि ड्राई नै बनाउँछु। मेरो बच्चाले पनि ड्राई नै राम्रो मान्ने हुनाले उसलाई यो तरिकाले बनाउँदा चाहिँ एकदमै मिठो मानेर खान्छ। र मेरो अब सुजी चाहिँ रेडी भइसकेको छ गाइज। यो तरिकाले हजुरले पनि बनाउनुहुन्छ भने एकदमै राम्रो हुन्छ। यो रेसिपी हजुरलाई कस्तो लाग्यो लाइक, कमेन्ट र सेयर गरिदिनु होला गाइज।